अमेरिकामा बस्नुहुन्छ अनि तपाईहरुलाई पनि नेपालको जस्तो यो तातो तातो सफ्ट डोनट खानु मन छ भने यो भिडियो तपाईहरुको लागि। टिकटक भरि यो इजी लेजी रेसिपी देखेथे, त्यही भएर हामी पनि कुद्यौं वालमार्टतिर। वालमार्टको फ्रोजन सेक्सनमा चाहिँ यो डिनर रोल पाउँदो रहेछ। एउटा प्याकेटको प्राइस चाहिँ $4.84 छ हाम्रो सिटीमा। यति धेरै रोल्स हुँदो रहेछ एउटा प्याकेटमा, यो होल विन्टर भरि पुग्छ डोनट खान। क्यालोरी काउन्ट गर्दै हुनुहुन्छ भने चाहिँ एउटाको 100 क्यालोरिज हुँदो रहेछ है। फर्स्टमा यो रोललाई चाहिँ थ गर्ने, थ भइसके पछाडि यो डोनटको शेपमा ल्याइहाल्ने। यो डो राइज भइसके पछाडि चाहिँ एकदमै स्टिकी हुँदो रहेछ अनि यो डोनटको शेपमा ल्याउन नै एकदमै गाह्रो हुँदो रहेछ। त्यही भएर यसलाई अगाडि नै यो डोनटको शेपमा ल्याएर यसलाई राइज हुन दिने। राइज भइसके पछाडि चाहिँ यस्तो देखिन्छ। जति धेरै राख्यो त्यति फुलिन्छ यो डो। त्यसपछि एउटा प्यानमा तेल तताएर यसलाई मिडियम हिटमा फ्राई गर्ने। अगाडि पछाडि फ्लिप गर्दै फ्राई गर्ने। एकदमै चाँडै यो पाक्दो रहेछ, त्यही भएर यसलाई चाहिँ छिटो छिटो फ्लिप गरिहाल्नुपर्छ। त्यसपछि डोनट पनि रेडी हुन्छ। हामीले चाहिँ आज डोनट चियासँग खाइदिउँ भनेर एकदम मिठो कडक चिया पकाएर खायौँ। एकदमै सफ्ट फ्लफी तातो तातो नेपालको जस्तै भएको थियो। एकदमै मिठो भएको थियो। हजुर पनि ट्राई गर्नु होला।